नमस्कार। मैले आज हाम्रो अभिभावकज्यूहरू र सानो क्लासको शिक्षक मित्र साथीहरूलाई आफ्नो अनुभव सुनाउन गइरहेकी छु। कस्तो भने हाम्रा साना बाबु नानीहरू लाई थिर बनाएर एक ठाउँमा 10-15 मिनटसम्म राख्न सकिँदैन के उनीहरूलाई। अब केही न केही उनीहरूको चुलबुले बानी हुन्छ, उनीहरू छिनछिनमा उनीहरूको मोड चेन्ज भइरहेछ, उनीहरूलाई धेरै थरीको सामानमा हात गइरहेको हुन्छ, मस्तिष्क पनि छिटो छिटो चलिरहेको हुन्छ होइन। त्यसले गर्दा हामीहरूले पनि उनीहरूको मनस्थिति अनुसार चल्नुपर्ने हुन्छ, नत्र भने उनीहरू के हुन्छन् भने जीर्ण हुन्छन्। हामीले एकै ठाउँमा यत्तिकै बस भनेर पनि हुन्न, एउटै चिज मात्रै खेल भनेर पनि हुँदैन। अनि यसको मैले एकदम आफूले अनुभव पाएको अनुसार धेरै अरू चिजभन्दा मैले चाहिँ किताबसँग खेलेको मैले पाएँ कि अरू पजलहरूसँग अरू गेमहरूसँग भन्दा उनीहरू धेरै बेर खेलेको भनेको किताबसँग। किताबमा के हुँदो रहेछ भने उनीहरूले धेरै पाना पल्टाउने पिस्ता आफूले पनि हेल्प गर्नुपर्छ है। आफूले उनीहरूले जताभावी फेरि एउटा पाना लतार्दै हिँड्छन्, किताब च्यात्तिन डर हुन्छ होइन। बिस्तारै बिस्तारै पाना पल्टाउन सिकाउने, अब आफूले पनि पल्टाउने, अनि उनीहरूलाई पनि पोइन्ट गरेर आफू भन्दै उनीहरूलाई पनि यो के होला भनेर प्रश्न उत्तर गर्दै गर्दै त्यो गर्ने टाइममा 1-2 मिनट टाइम दिने। तर बाबु नानीहरू मैले अरू कुरामा भन्दा यही किताबमा हामी नभए पनि उनीहरू 10-15 मिनट आधा घन्टा चाहिँ यो किताबसँग भुलेको पाएँ कि मैले एकदम राम्रोसँग। अनि किताबमा धेरै जसो उनीहरू जनावरसँग किराहरूसँग धेरै भुल्ने के। अनि फेरि त्यो पाना पल्टाउने गर्ने, अब यो यस्तै भने आफू मनगणन्ते बातमा ती चित्रहरूसँग भुलेको पाएँ मैले। अनि फेरि पाना पल्टाएँ, अनि त्यो किताब सक्यो, अर्को किताब 2-3 किताबहरू वरिपरि राखिदिने भने उनीहरूले धेरै किताबहरू पालो गरी बसेर अरू ठाउँमा भन्दा किताब हेर्ने ठाउँमा उनीहरू धेरै भुलेको मैले पाएँ। अभिभावक मित्रहरू, शिक्षक मित्र साथीहरू, हजुरहरूलाई पनि कस्तो लाग्छ एकचोटि अनुभव गरेर हेर्नुहोस् न है। हाम्रा बाबु नानीहरू भुलाउन धेरै गाह्रो छ। साना बाबु नानीहरूको शिक्षक मित्र साथीहरूलाई बाबु नानीहरू एक ठाउँमै राख्न सकिँदैन। उनीहरूलाई कसरी अक्षर चिनाउने, पढाउने, लेखाउने र उनीहरूको अब हुन्छ नि त्यो रिजल्ट कसरी देखाउने भन्ने त हामीलाई एउटा हुन्छ नि त। त्यो ठाउँबाट अलिकति बच्नको लागि मैले त्यो पाएँ। हामीले किताबहरू नदिने बानी गर्छौँ कि सानो भाइ बहिनीले च्यात्छन्, यिनीहरूले फाल्छन्, अहिले भर्खरै पढ्ने किताब हुँदैन भन्ने हाम्रो एउटा त्यो छ नि त। उनीहरूले गर्छन् पनि, तर उनीहरूलाई केही समय हामीले मद्दत गरेर हेल्प गरेर त्यति गऱ्यौँ भने उनीहरूले पनि फेरि अर्को समूह जम्मा गरेर किताब पल्टाएर हेर्ने बानी गर्छन् होइन। साथीहरू, मैले आफूले जानेको कुरा, आफूले अनुभव गरेको कुरा यहाँ प्रस्तुत गरेँ। हजुरहरूले पनि अनुभव अब गर्नुहोस्, कतिको यो उपलब्धि हुन्छ है। धन्यवाद साथीहरू।